सनस्क्रिन दल्दै हाम्रो भान्जी दिपेश ब्लग साधन उता आएकै छैन होला नि मान्छे अझ उता बाबा ल गाडी खतरा छ त हौ के हो मान्छे त समय खपाउँदी आयो खपाउँदी होइन भान्जी चरा चरा प्यारासुट हो क्या प्यारासुट कस्तो दामी देखेको है आज ल हामी चाहिँ अहिले फ्याजान खेलायो तल झर्दैछ झुला झुलाइनी रहेछ बिस्तारै दिपेश ब्लग अन द रोड यहाँ रक गर्ने हो भिल्लाले गइसक्यो त कुदेर टाप अरे अब हामी तलतिर गइन्छ स्विमिङ पुल पानी फोर्छ मेरो त खिच्नै पाएन रे मान्छे म गरिदिन्छु ढिलबाट अब हामी चाहिँ यता झर्नातिर जाँदैछौँ बाटो चाहिँ यस्तो रहेछ बिस्तारै जान्छौँ अब त केही भएको छैन हल्का चिसो खाएको फेरि गाह्रो भयो जस्तो भएको छ मलाई ओ ये क्या रे हो स्प्राइट खाएर लाए जस्तो छ स्प्राइटमा लेमन हाल्दै थियो क्या हो त्यही भएर कस्तो कस्तो भयो अरे नाच्न आउन्न उफ्रिन आउन्न पुल्चीको निक्लिहाल्यो तिमी ननिक्लिकन बस्ने क्या तू चलते पुलिस
गाइस हामी चाहिँ अहिले पौडी खेलेर सक्यो अब यहाँ फोटो सेसन बस्छ कालो देखाउँदो रहेछ कि सनस्क्रिन दल्दै हाम्रो भान्जी यति राम्री त मम्मीको पारा कस्तो छ फेरि भान्जीको पारा यस्तो त अघि यता देखेको थिएँ कि मैले ल हामी चाहिँ अहिले खाजा खाएर अब घरतिर जान लागेको यहाँबाट अब बिस्तारै अब घरतिर लागिन्छ यहाँबाट भ्यू चाहिँ बवाल देखेछ चाइनिज गुम्बा शान्ति स्तूपा कुम्दीकोट भ्यू टावर ल ल म त राम्रो आउँदैन नि म बिस्तारै यहाँ एउटा फोटो खिच्नुपर्छ क्या ल दिदी कस्तो भयो एकदम बवाल खतरनाक पौडी नि भान्जीले पौडी खेल्न सिक्यो त्यही हो तपाईले सिक्नु हो त भान्जी स्विमिङ खेल्न सिक्यो है भान्जीले आज आमा अहिले त खतरा गोरो देखेछ त देख्नु नि एड सिन देखेछ आज पामे साइड फाजन हिल हैन अब चाहिँ यहाँबाट घरतिर लाग्नुहुन्छ यो बाटो चाहिँ घाँटी सिना जान्छ उता पर्यो